डाइभ आना 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 रक अभी मजा आएगा ना। घर पनि नेपालमै हो नि बहुत सारा थाके यहाँ हेलो गाइज वेलकम ब्याक टु माई अनदर भ्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला गाइज अनि न्यू डे न्यू भ्लग गाइज आज तपाईँहरूको लागि होइन आज चाहिँ हामी प्लानिङ के छ भन्दाखेरि आज चाहिँ हामी जाँदैछौँ स्विमिङ पुलको लागि है अनि स्विमिङ पुल गएर टक्कलाई स्विमिङ हानेर हामी चाहिँ आउँदैछौँ टक्क लगाएर यहाँबाट निस्किनुपर्छ गाइज अहिले चाहिँ अब हेरौँ अर्को दायाहरू भाइहरू कोही जान्छ होला होइन उनीहरू जान्छ भने ठिक छ नत्र भने चाहिँ हामी चाहिँ निस्किन्छ गाइज है अनि धेरै बोल्यो भने चाहिँ अब एडिटेड हुन्छ बोरिङ हुन्छ होइन सो अब केही नबोलेर चाहिँ हामी निस्किन्छौँ होइन पैसा पनि निकालिसक्यौँ हामीले होइन पर्सबाट होइन बुढीको बुढी निकालिदिएको नि त मैले त्यहाँबाट पैसा निकालिदिएको नि त हस् स्विमिङ खेलेर आउँछु हस् हस् जान्छु क्या हामी प्लिज भइसक्यो गाँठ हेर गाँठ गाइस गाँठ है स्विमिङ पुल खेल्न जाने हो गाँठ हेर गाँठ अब बुढीको ब्यागबाट चल्दै गाइस है ल लेट्स गो गाइस अब चाहिँ निस्किनुपर्छ है ल निस्क्यो ल गाइस अब निस्क्यो यहाँबाट सो गाइस अब बाटोमा भेट्नुपर्छ है त मेरे को तो ऐसा धक धक हो रहा है। यो तरिकाले हुँदैन गाइस है अब हामी चाहिँ जाँदैछौँ अर्को मतलब यहाँ दाइहरूको रुममा त्यसो दाइहरूको कन्डिसन जान्छन् कि जाँदैन बुढाहरू है अब स्विमिङ पुलमा गएर तपाईँ यहाँ चाहिँ अटो रोकिरहेको रहेछ यहाँ अब तोरी तर्सेला है फेरि गाइस यहाँ चाहिँ दाइको स्कुटर यहीँ रहेछ है के छ दाइ के छ नमस्ते तपाईँलाई खोइ म त जम्नेकै जस्तो लागेन जाने हो जान्न अबे जल्दी बोल कल सुबह पनवेल निकल जान्न हामी चाहिँ अब कमललाई सोध्छौँ है अनि हेरौँ जान्छन् कि जाँदैनन् उसै जाने हो नआउने चाहिँ होइन म तुमसे ना हो पाएगा। ल त्यसो भए ठिक छ ल हामी चारजना जान्छौँ दाइ सबैको चाबी दिनु गाडी कहिले तेल हुनु अस्तिको तेल नभएर तपाईँ गाडी खराब के अरे दाइ फेरि भन्नु त साइल दाइ गाडीमा के हुनु अरे तेल हुन्न गजब बेइज्जती है। तेल हाल्नु पर्दैन टाढा जानु पर्यो तेल हुनु पर्यो आइहाल्ने क्या अस्ति दिन ठ्याक्क गाडी लगाएर म्याडमले ठ्याक्क फोन गरेर मलाई कस्तो सधैँ सेम हुँदो रहेछ सधैँ सेम हुन्न भरौँ न तपाईँको भर पनि साइकलमा जाने भिड्न बड्ड यार सो गाइस कहाँ छ साबी यी गाडी मालिकले ओनरले मान्नु भएन है साइनलेको पेट्रोल छैन भने होइन हो पऱ्यो कहाँ त्यहाँ छैन भने अन्त दिन्न कस्तो अरे म्याडमले फोन गरेर जान्छ कि अस्ति पर दिदीले अरे बाइक लिएर जानु होला के भन्ने अब के भन्ने लुट्नु पर्यो साथी अब भनेर नमान्यो स्विमिङ खेल्न जानु लाग्यो खेल्न तिमी जाने हो ल तिमी के जाला नि स्विमिङ खेल्न पैसाले एउटा 90 आउँछ भन्ने होला हुन्थ्यो के गर्ने बा पैसा त मसँगै छैन छ कति छ दुई रुपियाँ अभी मजा आएगा ना। ल मसँग 2 रुपियाँ छ अरे ल ठिक छ सो गाइस अब चाहिँ हामी निस्किन्छ यहाँबाट है अनि एउटा स्कुटर चाहिँ अब मालिकले दिनु भएन ओनर बाइक दिनु भएन है तपाईँहरू रेकर्ड थाहा छ ल अर्को दाइलाई अब सोध्नुपर्छ है क्यामेरा लग्नु भएन त यहाँ ल यार यहाँ छ त एप्पल याद यत्रो एप्पल चलो भाई देखो अब मैं क्या करता हूँ। यत्रो जत्रो भयो भने काम भयो त बड्डो
गाइज अब चाहिँ निस्किन्छ हामी साहिल दाईकोमा होइन, दाईको गाडी यहाँ काम पर्छ भनेर होइन, अब चाहिँ अघि जिस्केकोमा यहाँनिर चाहिँ काम पर्छ भन्ने चाहिँ हामी जान लाग्यो। अनि अब साहिल दाईकोमा गएर अनि हेर्नुपर्छ गाइज साहिल दाईले के गर्नुहुन्छ, साहिल दाई पनि जानुहुन्छ भनेपछि हामी साहिल दाईसँग पनि जान्छ। हामी चाहिँ आउँछौँ, हामी चाहिँ अहिले जाँदैछौँ अर्को गाडी ल्याउनु। एउटा गाडीमा बम पऱ्यो होइन, एउटा गाडीमा बम पऱ्यो, अर्को गाडी ल्याउनु पऱ्यो। अच्छा बहन के लेने दो तुमसे सॉरी 18 भइसक्यो नि त। स्यान्दाई पनि यहीँ छन्, अघि डिजेल ल्याउन गएर भर्खरै आज। ल हामी चाहिँ अब पुगिसकेका छौँ हाम्रो अर्को मान्छेको घरमा। ल के भइरहेछ? फेरि भात खान लाग्छन् यहीँतिर। भात पाकेर चाहिँ भात खाएर जाउँ भन्नु अरे के हजुर। कहाँ यार खाना खान लाग्नुपर्छ त यार, जाने होइन स्विमिङ खेल्नु जाऊँ न, ऊ त्यहाँ अनप्पा सर्कल छ क्या, जाऊँ त यार। जानु तपाईँ जानुहुन्छ? यता हेर्नु तपाईँ हेर्नु त, यता हेर्नु त, जानुहुन्छ? पक्का हो? ल यता हेर्नु न, यता पक्का हो नि? ल ये फंस गया सीएम। सो गाइज अहिले चाहिँ आएको छ हामी साहिल दाईको रुममा होइन, साहिल दाईले यहाँ खाना पकाएर टक्क खाना खाँदै हुँदै पनि जाने अरे, स्यान दाई पनि जाने अरे। अब सबैजना जाने भएपछि सबै ग्याङै लगेर जाऊँ न त भन्ने कुरा भयो है। अनि अब चाहिँ हामी निस्किन्छ यहाँबाट एकैछिनमा है। अब त्यतिन्जेललाई चाहिँ गाइज सिनेम्याटिक्स हुनु पर्यो नि त। A few moments later. ल हामीहरू अब जानको लागि तयार भइसकेका छौँ। खै मलाई बस्न दिनु दिनु ओके। हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ? आऊ न आऊ। 2 hours later. ल साथीहरू हामी चाहिँ अब टोटल 4 जना मात्रै जान लाग्छौँ। 2-3 जना थिए, तिनीहरू चाहिँ नजाने भयो, त्यही भएर हामी 4 जना मात्रै। टक्क अगाडि 2 जना। नाइ मलाई थाहा छैन। अनप्पा सर्कल कहाँ हो? त्यही अगाडि जाउँ। आरा भाइ जोगिन्दर हाम्रो चाहिँ अब यो एक्टिभ हो, तिनीहरूको एक्ट्रो छ। त्यही त कता हिँडिरहेको गाइजहरू? तपाईँको घर पनि नेपालमै हो नि? ल सट्टै छिराउँछ नि त, छिराउनमा त पहिलादेखि एक्सपोर्ट। यहाँ अब कृष्ण भगवानको पूजा पनि भइरहेछ साथीहरू, टक्क होइन मस्तको पूजा भइरहेछ साथीहरू, भयङ्कर रमाइलो भइरहेछ। त्यही त त्यहाँ चाहिँ भण्डारा चालु भइरहेको छ। कसले मेसेज गर्यो फेरि तँलाई? आजै ट्राफिक लाग्नु भनेर बेङ्गलोर भनप्पा सर्कल भन्नु त भइहाल्यो त। सो गाइज हामीलाई चाहिँ लोकेसन नथाहा भएर अहिले हामी चाहिँ गुगलमा सर्च गरिरहेछौँ। जस्ट केही छैन, भेटिहाल्छ, त्यो त नर्मली कुरा हो। आगे भाई देखो थार है भाई, थार। यहीँ भित्र ल, गाडी लिएर आउनु यहीँ भित्र। चाहिँ हामीहरू स्विमिङ पुलमा पुगिसकेका छौँ, गाडी पार्क भइसकेको छ। हाम्रो एउटा गाडी यता छ, एउटा गाडी यता राख्ने बिचमा साइडमा मस्तले। टिकट चाहिँ उता भित्र गएर काट्नुपर्ने हुन्छ हामी। के गल्ली हो यार? त्यही त यार, लास्टै सानो गल्लीमा छ साथीहरू। हामी चाहिँ यहीँ यता स्विमिङ पुल हो, उयो लास्टमा लगेर पुलिस जम्मा लगाउने विचार गरेँ। स्विमिङ पुल त बन्द छ त यार। होइन होला बन्द। 150
ठीक है ओके सर 800 हाँ 800 गाइज हामी चाहिँ अब स्विमिङ पुलमा आइसक्यो है अनि यहाँ चाहिँ पब्लिकहरू कोही पनि रहेन रहेछ होइन किनभने आज मौसम पनि हल्का त्यस्तै छ अनि हामीलाई चाहिँ मन लाग्यो गाइज अनि हामी चाहिँ आइदिएको होइन इन्डियन आर्मी बन्न लाग्यो सो गाइज अब चाहिँ हामी जानुपर्छ पानीमा गाइज कालो भएर बादल त यार जाऊ न छिटो 1 2 3 हजुर पनि जान्न 3 जनाले झ्याम्मै डाइभ हान्ने क्या 3 जनाले 1 2 रोक न ल साला 1 2 3 गो ल तिमी दिनेश तपाईँ के गर्नु ल तिमी समात नत्र म जान्छु 1 2 3 अब मेरो पालो मजा आयो मजा आयो सो गाइस पानी पर्यो आउन छिटो दौडेर हान डाइभ डाइभ हान 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 रक खत्म बाय बाय टाटा गुड बाय गया मौत को छू के टक से वापस आ सकता हूँ। ल फुटेको तालु फुट्यो ठोक्यो कि नै ए हेर त कानका जरै दुख्नु लागेर भित्र दुख्यो नि किन चिसो हो पानी चिसो उडी भयो ल ल कहाँ जानुभयो खोइ मेरो कन्नु रा के छ ज्वाइँ ठिक छ पखै सारा थाके उफ उफ पखमै ताम्दौ फाइनली हाम्रो चाहिँ होइन अब यहाँनिर चाहिँ स्विमिङ सक्यो तर होस् होइन स्विमिङ चाहिँ हल्का मजा आयो होइन तर अलिक घाम लाग्दिएको भए चाहिँ अझै मजा आउँथ्यो होइन तर घाम लागेन क्या गाइस पानी परिरहेछ केटा हो चिल चिल हेलो चिल गाइस हामी चाहिँ चल्दिएको सर्भिस गर्दैछ वेटरले यहाँनिर सर्भिस पनि वेटरले गर्छ पैसा पनि वेटरले तिर्छ यहाँ गाह्रो छ चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह ओके गाइज भ्लगलाई मैले यहीँ एन्ड गर्दैछु भेट्नुपर्छ अर्को भ्लगमा चाँडै नै है अनि
स्विमिङ गरेर चाहिँ एकदमै चिसो भइरहेको थियो अनि त्यही भएर चाहिँ हामीले समोसाहरू चाहिँ खान बसिहाल्यो यहाँनिर अनि चिया पनि खान्छौँ गाइज हामीले यहाँनिर एकछिन पछि है अनि त्यसपछि माया छ सबैजनालाई है कस्तो लाग्यो भ्लग कमेन्ट गर्नु होला गाइज अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला टेल देन बाई सी यू गाइज ल त गाइज है त हामी चिया खाएपछि हामी यहाँबाट है